15 को दिन माछा माछा टन्नै छ। त्यसपछि माछा पकाउनलाई रेडी पकाउँदैछन् हाम्रो प्रताप सरले जापानदेखि आएर। यहाँ गङ्गटा पनि छ, भाँडाकुँडा, म तल माछा मार्ने मान्छे छन् यहाँ। माछा हाल्दैछन् हाम्रो प्रताप सरले। माछा घुम्लियो हो त्यहाँभित्र, माछा यहाँ उफ्रिरहेछ है। तर ढुङ्गा नि छ होला यार है। अझै पखाली हेर्न राम्रो छ, तलमा राख्नु पर्ने थियो कि। त्यो ठुल्ठुलोमा राख्यो नि तल तलमा हुनसक्छ। पखाल्न त पखालेको 2-3 चोटि। एउटा नि ल हाम्रो माछा पाक्न लागिसक्यो यहाँ। रेडी गर्नु पर्यो।